हेलो साथीहरू, आज हामी दिदीको घर आएछौँ भाइबटन। यहाँ दुर्गा दिदीले बडी टिप्दै हुनुहुन्छ। हाम्रो माइली दिदी हुनुहुन्छ। हाम्रो माइली दिदीको मेहनत हो यो। कहिले आलु लिन आउँछौँ, कहिले के लिन आउँछौँ। यसपालि चाहिँ बडीको सिजन, बडी लिन आएछौँ है। कति राम्रो छ यो छेस्के बडी यस्तो झोल खाने बडी कति राम्रो हुन्छ, कति मिठो हुन्छ के छेस्के बडी त। तिमीले झोल खाने बडी लान्छौ कि त? दुईटै मिक्स गरेर लानु पर्ला दिदी। ल ठिक छ, टिप्नुहोस्। मैले चाहिँ भिडियो गराउनु छु। मकै खाने भएको छ। अब लगभग 1 महिनामा फेरि मकै लिन आउन पर्ला। त्यसैसम्म दिदीज्यू आफै पनि आउनुहुन्छ बहिनीहरूलाई भेट्न झोला बोकेर। दिदी भ्याउनु भएन भने हामी पनि आफै आउँछौँ, केही छैन। नि कति राम्रा बडी त नि। अति नै राम्रो छ भाइ। यता पनि छन्, आउँदै यता क्याप्चर गरेर। दिदीको पौरखलाई दिदीले फेरि जे लगाए पनि हुन्छ के। यहाँ मल छ सबै छ नि त। दिदीले अलिक स्याहार सुसार पनि चाहिन्छ कि, लगाएर मात्रै हुँदैन नि त। यहाँ पानीको व्यवस्था पनि राम्रै छ। माटो पनि राम्रो, सबै राम्रो। दिदीको यहाँबाट यो घरले छेकेको एउटा घरबाट उता तलैसम्म छ दिदीको जग्गा। दिदी अरू के लगाएको उता? अरू खेतमा सबै मकै हो, पुरै खेतमा? अरू अरू बाँझै हो। अब खेत रोप्ने हो न, त्यही त। के त मन्टा फर्सिया मन्टा। ल दिदी तपाईँहरू बडी टिप्दै म यता जान्छु है, यता दिदीसँग जान्छु। ल फर्सिया मन्टा पनि देख्न सक्नुहुन्छ। यति बनाइयो बडी देख्न सक्नुहुन्छ। अब हामी फर्सीका मन्टा टिप्न जाँदैछौँ। दबाई राखेको टिप्नु भएन, कता कता उता त्यसको टिप यसको टिप उठेर पनि दिदीको घर हो। रातो थोरै देखिन्छ नि, त्यो चाहिँ पछाडि यहाँबाट परैसम्म छ खेत। फर्सिया मन्टा राम्रै भएर रहेछन्। फल्ने है छ नि, सानो फले खाना अडुला लाखन है। यो अरूलाई हेर त आउँछ देखाइदिनु। त्यही त फेरि मर्ला ए बच्चा भन्नु आएको के अरे? बतिला तिमी अडुला पनि भन्छ हामीलाई त। हाम्रो भाषामा अडुला, फर्सीका अडुला भन्थ्यौँ। फेरि अडुला हो कि अडुला हो कि अडुला। किन त्यो सुकेका किन टिप्न होइन त फेरि? तिनी बडीको त्यहाँ कहाँ बुटोलमा मैले अस्ति के एउटा मुठो यिनी सबै सुके खाने बडी टिप्नु कि? होइन अस्ति मैले 100 रुपियाँको एउटा मुठो किनेको के हो न। उतापट्टि टिपाउनु पर्छ नि त। अब दिदी रोप्ने मान्छेलाई थाहा छैन, यता लाने मान्छेलाई थाहा छ। ट्र्याक्टरले आँखा पुगिसक्यो। आँखा बेला फटाफट गरेर गरौँ भन्दा त्यसमा दबाई राखेको छ त्यता। प्याज खन्ने बेला भयो होइन दिदी? ए लौ हेर त यहाँ खसालेर भयो। अब हेर त प्याज, ल प्याज हेर यस्तो यस्तो छन् कि यिनी टिपे त हुन्न र यिनी के गर्ने र हो र गेडा खाना हुन्छ नि। त्यही त प्याज पनि खन्ने भएछ नि। ए बाहिर निस्क्यो खाना एकदम खन्ने भएको हुन्छ। आज झोला भर्ने हो क्या हो भन्नुहुन्छ हौ दिदीले। फेरि आउँदा म 16 गते आउने हो। 16 गते आउँदा मलाई चाहिन्छ अन्य अरे अन्त निकाले हुन्छ अन्त यस्तो भएको प्याज त पचेछन्। हेर त पात पनि खाने जस्ता रहेछन्। प्याज पचेर ल आऊ यता टिपम। आँपको त्यो दिदी फलेन होइन यसपालि? ए यो प्याज कति मजा यान लाने अलु खालाम लिएर जान्छु आँखा बेला पछि ल्यान्छ ल्याइदिन्छ। म त लान्न अहिले त अस्ति 10 किलो किनेको। ल म प्याज गर्न जाँदैछु कतातिर कुकुरा खाने
हरेर पनि लान्छु अलिकति सबै नसक्नु है मलाई पनि राखिदिनु होला फेरि आउँदाखेरि राखिदिन्छु हेर्नु अरे कि कति राम्रो यसपालि चाहिँ लान्न मैले देख्न सक्नुहुन्छ हेर्नु साथीहरू जहिले आउन टन्नै दिदीको मेहनत आउँदै लाँदै गर्न पाइन्छ बेस दिदीले गरेपछि बहिनीहरूलाई खाना मिल्छ बहिनीहरू अब बुटोलका बासिन्दा भए सानो छ सानो भए राम्रो छ म त यो सिजनमा अझ खाइखाने फर्सीमा म त किनेर खाएँ नि त अस्ति 100 रुपियाँ म त खाइखाने अन्त खाली खाएको 100 रुपियाँ उठ्यो के बोतिलो कता गयो के काँक्राको उसको बोतिलो घरमा ढाकिदिएको कुखुरा फर्सीको कता मरि चाहिँ यहाँ हेर त हेर न कति देख्न सक्नुहुन्छ साथी हेर्नु त त्यति राम्रो छ यो आडुलो ढाकिसक्यो कुखुराले खान्छ बोकेर कसका आउनुहुन्छ गीता कहाँ आउनुहुन्छ कि हाम्रा हो जो पहिला त्यसरी लान्छ ल जो आउँछ उसले लान्छ बोकेर आउनु न अब दिदीहरूले दिन बिजी हुनुहुन्छ जो पहिला आउँछ त्यसले पाउँछ त्यही हो कुरो भने के खाने के खान्छ यता फेरि गाजर भइएको अनि दिदी झाल त रहेछ गाजरको हो बन्दा त खुब ठुल्ठुला भयो नि ए बन्द त पुरा नगर प्याज ल्याउँछु अब प्याज लिएर आउँछु कताबाटै झार्छ फेरि त हराउला नै झोला पनि नलिकन आएँ केमा होला नि यस्तै बोरा होला नि हुन्छ झोला चाहिँ ब्याग ल्याएको झोला खाइ ठुलै इन्सान अब ल दे इन्डी गरम ल यति सब्जीहरू टिपेर अब घरतिर लाग्ने छ काँक्रो पनि छ गाजर ए के अरे गाभा गाभा टिपेर दुराहरूलाई चिलाउँछ होइन खानुमा नि तपाईँलाई त एलर्जी हुन्छ खानुमा यहाँ थियो मन्टो फर्सीको त्यो दबाई हालेको छ साइडको टिप्न भएन छ नि त छ कला त पात भयो पनि नि रहेछ कला त पात के मुसँगै डाँख्लासँग है डाँख्ला अरे मोटा मोटा आइन्छ खाने त हामीले खालि सुँगेर मात्रै खान्थ्यौँ के नि है नि यिनी तर अरे दिदी यस्तो कमालो खाए पुरै तलैबाट छिप्पिएको रहेछ क्या खाने यस्तो हामीले खालि सुँगेर मात्रै खाने तर छिप्पिएको नै रहेछ क्या खाने तर सबै काट्नुको पो खासै भएर रहेछ यसको तरकारी को कोलाई मनपर्छ यसलाई के भन्नुहुन्छ हजुरहरूले गाभा हुन्छ जोलु त हामी त अर्को भएको नि त गाभा छुट्टै भयो होइन कोही सामान रहेछ यहाँ फेरि लगाइसक्यो पाहाडको के लगाएको नि पाहाडबाट पाहाडबाट ल्याएको बाबुहरू ल्याएको तल टाढा उम्रेकै टाढा लगाइदिएको अब यिनी खानुहुन्छ फेरि चोप लाउला है ख्याल गर्नु त्यो दाग लाग्यो भने फेरि जान्न यसको कुखुराको खोर छ कुखुरा पनि दिदीको कुखुरा अस्ति खाएर गएको हो कुखुरा फेरि कहिले आउने यिनी कुखुरा खानु खाने बेला भएपछि बोलाउनु होला सबै पोथी हुन् तिनवटा पोथी रहेछ अन्डा खाने अरे सब्जी कागज टिपेर गर्ने अब खान दिदी साना खान्
साना रहेछन् देखाउनु त भयो के भए परले एउटा दुइटा लिएर जानु पर्ला ल कलेक्सन गर्नु साग एक सब्जीहरू एक ठाउँमा नि कलेक्सन गरेँ मैले सब्जीहरू सबै है यदि एउटै घर मात्र लानु भयो त कति साग हुन्थ्यो होला है ल अब यति सब्जी हाल्नु फेरि उता गएर बाँड्छौँ भाग नहुने दिदीबहिनीले ल साथीहरू हाम्रो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला भन्दै मेरो यो छोटो मिनी भ्लग यहीँ बन्द गर्न चाहन्छु हस्त नमस्कार।